हेलो साथीहरू, गुड मर्निङ। म चाहिँ आज यहाँ हेर्नु होला के छ मेरो ढाकीमा। त्यही दामी दामी बुट्टे बोडी टिपिरहेको छु हो। हेर्नु नि, अलिक किराहरू पनि लाग्नु थालेछ यता हुन्थ्यो। बेसी झार जङ्गल नजिक भएर होला। म चाहिँ बोडी टिप्दैछु छानी छिप्पेको अलिक तल मुनिको। जति माथि हेर्नु न त्यति ठुलो कोसा, कति दामी हावाले जति फलहरू लाग्दाखेरि पनि हावा पानी राम्रो मिलेन यस्तो दामी हुँदो रहेछ। हेर्नु न यस्तो। म चाहिँ हाइवेको छेउमा छु, त्यही भएर होला धुवा गरेर नि कराएर चाहिँ गाडी चाहिँ हेर्नु न यस्तो फलेको छ एउटै झ्याङले। हेर्नु न कति चाहिँ फलेको छ होला। हेर्नु त्यहाँ यसरी फलेको छ बोडी चाहिँ। म चाहिँ बोडी टिपिरहेको छु हो। हेर्नु न निलो कोसी बोडी। पहिले त पर्पल हुन्छ, छिप्पिँदै गएपछि चाहिँ यस्तो हुन्छ। यसको चाहिँ बिउ मैले यहाँ छिमेकीबाट ल्याएको होइन। यसलाई धेरै होइन 2-4 कोसा मात्रै राख्यो भने आगोले टन्नै सानो खेतीबारीलाई त टन्नै भइहाल्छ हो। अलिक फेको राख्नुपर्छ, बरु अलि माथिको खानुपर्छ हो। हेर्नु न कत्रो कति दाम 2-4 कोसाले त दुईजनाको परिवारलाई छाक टार्छ। म चाहिँ बोडी टिप्दै हिँडिरहेको छु हो बारीमा। यस्तो दामी फलेको छ नि बोडी, यस्तो दामी। यसपालि त म त मनै कस्तो खुसी भइरहेछ नि त बोडीहरू फलेको देखेर। तलको बिउ राखिदिनु पर्यो। हाडे परेको रहेछ बोडी हाम्रोमा। हेर्नु न यी मासु भएको टिपेको छु मैले। यी धेरै टिपेको छु नि त। यसलाई त पर भुटेर खानुपर्छ हो। यस्तो दामी हुन्छ नि, यस्तो दामी। छिप्पेकै छ हो दिनु मेरो बोडीहरू। कत्रो झ्याङ भएको छ। हेर्नु न यहाँ बटाईको अन्डा जस्तो कलर परेको। यसरी टिप्दा कस्तो आनन्द हुन्छ होला। हेर्नु त यहाँ यस्तो छ है आफ्नो हातको कमाइ।